रेडी छ। सामानहरू पुरा प्याक गर्ने अवस्थामा छु म चाहिँ भोलिको ट्रेकिङको लागि। यहाँ पनि सामान प्याक हुँदैछ। दाइ हामी भोलि कहाँको लागि जाँदैछौँ? लाङटाङको लागि हामी भोलि। दाइ प्याकिङको तर्खरमा हुनुहुन्छ। रेडी टु प्याक। यो मेरो कपडा, यो हामीलाई रेनकोट यो पऱ्यो भने, दिस वान ग्लोभ्स, सक्स, यो हो स्पार्क हिउँमा हिँड्नको लागि। दिस वान इज स्टिक, यो त मङ्की क्याप जस्तो हो। दिस वान इज फर लाइट, रातिको लागि राम्रो छ। दिस वान इज मेडिकल ब्यान्डेज, यो हो चस्मा, अनि यो हो हाम्रो ड्रम हो, यसलाई प्रचार नगरौँ। माई ब्याग इज हियर। वी आर रेडी। अब हामी जानको लागि रेडी भइसकेका छौँ। बिहानको लगभग कति बज्यो भन्दाखेरि 7 बज्यो। Here is my bag, here is my helmet. अरू पनि बाँकी छन्। यहाँ बिहान यिनीहरू रेडी नै भएको छैनन् यार। ओ दाइ खै रेडी? हेलो हेलो हेलो। ल आज हाम्रो टुर चाहिँ लाङटाङसँगको डेस्टिनेसन। स्पिकर नहाल्ने? हामीले राखिसक्यो स्पिकर। गुड। अब हामी बाइकमा हामी 3 दाजुभाइ अब लाङटाङको टुरमा। अरू के हालेछ दाइ? चाहिने चिज दारू खै? दारू त छैन नि, हामी त दारू खाँदैनौँ। हामी एकदमै शुद्ध शाकाहारी मान्छे। काम छैन तिम्रो त्यसो भए। यहाँ अर्को रेडी हुँदैछ। खै रेडी भएको? के छ रे हातमा? यो हामी पैसा गर्दै 600 रुपियाँ देखाएर ठुलो कुरा गर्दैछ नि दाइले। जुत्ता लगाऊ, जुत्ता फास्ट। आई एम रेडी 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 रेडी। म रेडी भइसक्यो। यो मान्छेहरू दुईजना रेडी भएको छैन अहिलेसम्म। नरेश दाइ, आई मिस यु सो मच। हेलो मिसेस चौधरी, तयार हो न जल्दी। अरे यस्तो गोजीमा राख्नु न दाइ यार, यो गोजीमा राख्नु न। फुट्दैन यार, कस्तो कुरा। त्यो त छैन मसँग। भएन? कम चलो हम चलते हैं, वो आते रहता है। लोरी फूलों की कटोरी। दिस इज माई हिरो। स्प्लेन्डरमा गइदिएको छु म। यो एउटा मेरो, अनि यो एउटा अर्को। यो हो जीवनजल। धुवा उडिरहेको धुन्चेबाट माथि साप्रे बेसी होइन, ठ्याक्क बोर्डरमा रहेछ। साप्रे बेसी कहाँनिर है? उयो कुनामा हेर्नु, देखेँ यतापट्टिको रसो खानसिङबाट यतापट्टि रसो रहेछ। चाइनाको बोर्डर छुल्न आएछ हामी अलिअलि। रसुवा भनेपछि रसुवा यता पर्यो। पल्लोपट्टि रहेछ। यो चाहिँ कुन डिस्ट्रिक्टमा पर्दो रहेछ? रसुवामै हो त। यो राष्ट्रनिकुञ्जको मात्र बोर्डर हो कि। ल अब ट्रेकिङको स्टार्टिङ। यस्तो हालत छ। यो कसले
व्यवस्था गरिदिने हो यहाँको स्थानीय सरकारले त के गर्नु पर्ने भने कोही नयाँ टुरिस्ट आयो भने के इम्प्रेसन जान्छ होला यस्तो फोहोर देखेर। त्यहाँ कति राम्रो खोला छ, यहाँ यत्रो कचराहरू भरेर राखेको छ। नेपाली कहिल्यै नसुध्रिने भयो जहाँ गएर पनि। हाम्रो ट्रेक सुरु भएको छ आज अहिलेदेखि। लगभग 3:30 बजे हामी हिँडेका छौँ सेप्रेबेसीदेखि। होपफुल्ली कहाँ पुगिन्छ भन्ने कुरा हो मिडमा। त आज 3-4 घन्टाको ट्रायलपछि हामी आजको वासस्थानसम्म पुग्छौँ होला। लेट्स सी। पाँच मिनटको हिँडाइले थकाइ लागिहाल्यो। लगभग 6-7 महिना भइसकेको थियो हामीले ट्रेक नगरे। रेगुलर नगरेपछि यस्तै हालत हो। बैलरको जिन्दगी पाहाड आएपछि बल्ल थाहा हुन्छ। के भन्नु छ? गो कस्तो स्नोफल देखाए भए जस्तो देखिरहेछ कि, तर खासमा त्यो घामको र फाट भएर चाहिँ त्यस्तो सिन देखिया हो। खासमा यस्तो सिन छ, घामको कारणले चाहिँ त्यो देखिया हो। हाम्रो दादा चाहिँ खासमा बोर्डिङ गर्न आउनुभयो। बोर्डिङ गर्न आउनुभयो, चरा खोजिरहेछ, अहिलेसम्म आएको छैन। ल्यान्डस्केप भन्नुपर्दा चाहिँ ल्यान्डस्केप चाहिँ अलिकति नरमाइलो चाहिँ लाग्यो मलाई चाहिँ, जुन तरिकाले मैले एक्सपेक्ट गरेको थिएँ। लाइक स्नो होस् जस्तो फिल गरेको थिएँ, तर स्नो अहिलेसम्म नभए रहेछ। लगभग जाडो सकिसक्यो, स्नो चाहिँ भइसकेको छैन। उहाँबाट आउँदै हुनुहुन्छ, बोर्डिङ गर्दै हुनुहुन्छ दादाले चाहिँ। हेलो, where are you from? Belgium. Belgium? Yeah. Yes. Okay. Where are you from? We are the... Nepal? Nice. ट्रकै आउँदो रहेछ, हेर्नु न, बाइक नआउने भन्ने कुरै हुँदैन। यस्तो राम्रो बाटो छ, ल्यान्डस्केप फकिङ लभ इट। गिटीहरू बोक्दो रहेछ नि त, खोला नाला त यिनीहरूले नै सिधाउने रहेछ। लगभग 1 घन्टाको हिँडाइपछि सेप्रेबेसीदेखि यहाँनिर ड्यामसम्म पुगेका छौँ। यहाँ बनाइरहेछ अझै बाटोहरू। अरू यात्रीहरू फर्किरहेका छन् भने हामी गइरहेका छौँ। अब चाहिँ यहाँबाट चाहिँ ठाडो उकालो सुरु हुन्छ। यहाँबाट लगभग 1 घन्टामा पहिरो भन्ने ठाउँमा पुगिन्छ सायद। अब हामीलाई कति टाइम लाग्छ भन्ने कुरा हो। लाठी निकाल्ने हुन्थ्यो त यार। सेप्रेबेसीबाट 1 घन्टाको हिँडाइपछि हामी डोमेन रिभर भ्यू गेस्ट हाउसमा पुगेका छौँ। जस्ट ड्यामको माथि छ।
यो पनि साप्रेबेसी आएर साप्रेबेसी बस्नुभन्दा यहाँ बस्नु ठिक हुन्छ होला जस्तो लाग्छ। त्यो ठुलो साफ्रो अघि हामीले हेरेको ठुलो साफ्रो सानो साफ्रो होइन बाटोमा यहाँबाट चाहिँ गोसाइकुण्ड जाँदो रहेछ अनि हामी अहिले यो बाटो त्यो बाटोबाट आएर अब हामी जानेछौँ साप्रेबेसीबाट यो बाटोबाट लाङटाङ भने यहाँबाट माथि जाँदा चाहिँ गोसाइकुण्ड आउँदो रहेछ। ठाडै उकालो चढिसकेपछि त्यसपछि फेरि ओह्रालो आयो, जो चिज म यात्रामा सबैभन्दा हेट गर्ने चिज हो। उकालो भएपछि मलाई ओह्रालो नआओस् जस्तो लाग्छ, किनभने फर्किँदाखेरि धेरै गाह्रो पर्छ। फर्किँदाखेरि ओह्रालो नै ओह्रालो भयो भने धेरै सहज मान्छु म चाहिँ, कसैले प्रिफर गर्छ राम्रो पनि हो, तर भ्यूको लागि भन्यो भने त बेस्ट हो। 2-3 जना हुनुहुन्थ्यो यहीँको बासिन्दाहरू, उहाँलाई सोद्धाखेरि चाहिँ के भन्नुभयो भन्दा यो चाहिँ परेको छैन अरे, जो कुरा सुन्दा नै मनोबल नै घट्छ। यात्रामा जसको लागि जान ला हो त्यही चिज नै नभएपछि, तर ठिक छ यात्रा हो, एक्सपिरियन्स लिन्छ। खोलाका चिसो आवाजले नै मन आनन्द बनाइसकेको छ भने हामी ट्रियो यात्रामा हामी पहिरो पुग्न थालिसकेका छौँ भने लगभग 2-2.5 घन्टाको साप्रेबेसीबाट हिँडाइमा हामी पहिरो पुग्यौँ। फेरि ठाडो उकालो आएछ। यहाँ चाहिँ के राखेको रहेछ भन्दा यस्तो भिरालो साइडमा नउभिनु भन्ने रहेछन्। लगभग हामी पहिरो पुगिसकेका छौँ। यो माथि पहिरो हो, साह्रै गाह्रो छ। ओ यो पहिरो हो। खासमा हामीले ब्याम्बो बस्ने प्लान गरेको थियौँ लगभग, तर यहाँ टाइम लेखेको थियो छैन रहेछ। मर्निङ दाइ। तपाईँ 6:05 भयो हेर्नुपर्छ। बिहानको ब्रेकफास्ट रेडी टु गो। यो लट्ठी होइन एउटा, दिस इज माई स्टिक, दिस इज माई स्टिक्स। के गर्ने रे? बहुत थोरै लागिसकेको छ, तर बाटो पनि त्यति कठिन छैन। बाटो ठिकै छ, उकालो ओह्रालो गर्दै हिँडिरहेको छ। के लेखेको छ भने लाङटाङ बफर जोन रहेछ। गाडीहरू उता पुगिसक्नु भएको छ भने बाटो यस्तै हो।
उकालो ओह्रालो साइडमा खोलाको आवाज, त्यसले गर्दा अलि इनर्जी मिल्छ। लगभग 1 घन्टाको हिँडाएपछि पहिरोबाट हामी बेम्बो भन्ने ठाउँमा पुग्यौँ जस्तो लाग्यो। गाईहरू गइराख्नु भएको छ भने सायद यही बेम्बो भन्ने ठाउँ यही हो। बाटो नर्मल छ, उकालो ओह्रालो। अघि उकालो चढ्यौँ, अहिले अब ओह्रालो झरिरहेको छ। थकान बेसरी लागेको छ किनभने 6 महिनापछि हिँडिरहेछौँ। लड्नु भयो। फाइनल्ली हामी बेम्बो पुगिसकेका छौँ। बेम्बो भने 1984 मिटर हाइटमा रहेछ भने अब हामी यहाँबाट 3 घन्टा हिँडेर राम्चे पुग्छौँ। 1 घन्टा 1 घन्टा भयो अलमोस्ट। बेम्बोबाट अलिकति माथि आइसकेपछि यहाँ हामीले वुडन ब्रिज देखिरहेछौँ। काठको ब्रिज छ। कस्तो दामी भाइब आउने टाइपको छ। लगभग बेम्बोदेखि आधा घन्टाको हिँडाइमा हामी जुरङ्गे पुल भन्ने ठाउँमा पुगेका छौँ। ठ्याक्क सस्पेन्सन ब्रिजको माथि यहाँ यसरी नै ह्यान्डमेड सामानहरू राख्दो रहेछ। पैसा लाग्दो अरे। दिस इज रिम्चे। हामी अहिले रिम्चेमा आएर बसेका छौँ। चार 5 मिनटको थकानपछि हामी रेस्ट गरिसकेपछि अब फेरि आफ्नो यात्रा सुरु गरेका छौँ। रिम्चेममा 2-3वटा होटल रहेछन् तर अप्सन चाहिँ राम्रो रहेछ। यहाँ चाहिँ बस्नको लागि हिँड्ने मान्छेले डाइरेक्ट साप्रोबेसीबाट यहाँ पनि पुगेका छन् 1 दिनमै। रिम्चेबाट माथि आइसकेपछि बाटो भने ओह्रालो लाग्दो रहेछ। लामो थकानपछि राम्रो ठाउँ पुग्यो। यहाँ पानी खानको लागि बेस्ट प्लेस रहेछ। यहाँ केही बेर विश्राम गरिन्छ जस्तो छ। अब हामी लामा होटल पुग्यौँ र रिम्चेदेखि 15-20 मिनटको वाकमा लामा होटल पुगिँदो रहेछ भने यहाँबाट मनमोहकवाला दृश्य पनि देखिँदो रहेछ। माउन्टेन यहीँनिर रहेछ, हिमालहरू देखिरहेछ भने अब हामी यहाँ केही बेरको लागि रेस्ट गर्छौँ अनि खाजासाजा खानु पऱ्यो। केही खाना खाने टाइम भइसकेको छ। दादा भने बोर्डिङ गर्दै हुनुहुन्छ भने
फाइनल्ली हामी लगभग होटल लामादेखि 1.5 घन्टाको यात्रामा रिभर साइड पुगेका छौँ। यस्तो फ्ल्याट ल्यान्ड छ, मन नै लोभिने जस्तो। घोडाहरू चरिरहेछन्। दामी ठाउँ छ, लाइक स्विमिङ गर्ने ठाउँ नै पुरै यस्तो दामी ठाउँ छ। पहाडमा यस्तो फ्ल्याट ल्यान्ड, त्यो पनि हिमालको फेदमुनि, क्या तराईमै आए जस्तो फिल भइरहेछ। यहाँ पुग्यौँ हामी अहिले होटल रिभर साइडमा। We have Chibok prawn juice available. Favorite panda. के भयो दाइ, ठिक छ नि अवस्था? यो कुन ठाउँ रे दाइ? River side look like this and look like this. What is this? थकाइ लाग्दो रहेछ साह्रै नै। लगभग कति भयो त हामी हिँड्नु छोड्या? 5 पोखरी कहिले गएको थियो? जेठको महिना? 5-6 महिना भयो। 6 महिनापछि हिँडेपछि त्यस्तै हालत त हुने नै हो। गोराटोपेला जाने बाटो यो पुलदेखि यतातिर रहेछ। घोडा तबेला पुग्नुभन्दा अगाडि क्या दामी फाँट छ जहाँ हामी विश्राम गरिरहेछौँ। यता माथि पानी जम्या रहेछ, आइस भइसकेको रहेछ। अनि यता माउन्टेन देखिरहेछ। सहरबाट 2 मिनट हिँडिसकेपछि हामी यो फलामे पुलतिर पुगेका छौँ। घोडा तबेला, हामी अहिले घोडा तबेला पुगिसकेका छौँ भने यहाँ बस्ने निश्चित गऱ्यौँ, जहाँ हामी घोडा देख्न सक्छौँ। बिहानको खाजा हाम्रो यो। हामी यहाँबाट हिँडिरहेछौँ। चाबी हराउने महाशय ध्यान कहाँ छ कहाँ? रेडी टु गो। अब हामी घोडा तबेलाबाट जानु लाग्छौँ। यहाँबाट 1 घन्टाको दूरीमा तानसेन भन्ने भिलेज पुगिन्छ गाउँ। एन्ड वाट अ नाइस ब्युटिफुल भ्युज। बोर्डिङ गर्दै हुनुहुन्छ। एउटा घोडा पनि आइरहेछ। घोडा तबेलाबाट थोरै अलि उकालो वाक गरिसकेपछि हामी अहिले तानसेन भन्ने ठाउँमा पुगेका छौँ, जहाँको एल्टिट्युड हो 3200। अलिकति ठाडै उकालो रहेछ, तर अगाडि त राम्रै छ। 5 मिनट अलमोस्ट उकालो छ। आधा घन्टाको घोडा तबेला र आधा घन्टा जति लाग्यो हामीलाई यो ठाउँमा पुग्नको लागि भने अब हामी यहाँबाट अर्को ठाउँको लागि जाँदैछौँ। बस्नको लागि धेरै नै राम्रो ठाउँ छ। यहाँ भने ह्यान्डमेड कपडाहरू रहेछन्। मनमोहन दृश्य अहिलेसम्म राम्रोसँग देखिएको छैन।
पनि बाटो देख्छ यहाँ माथिबाट अहिले भर्खर पहिरो खसेको थियो के झर्या पनि हुनसक्छ अब भने बाटो ओकालो भन्ने सकियो अब तल तल जान्छ बाटो भने यहाँबाट अनि ट्रेक यस्तो राम्रो छ कठिन ट्रेक भनेर छैन पनि धेरै नै सजिलो ट्रेक छ अप एन्ड डाउन बिस्तारै फराकिलो बाटो हामी अहिले 3250 को उसमा पुगेका छौँ ल्यान्डस्लाइड रिस्क भन्ने ठाउँनिर वाउ यहाँ चाहिँ खोला भयो भने यो साइडतिर ट्रेक छ दुईजना यात्रीहरू पनि आउँदै हुनुहुन्छ भने राम्रो ल्यान्डस्केप छ यहाँ चाहिँ अलिकति बिरालो रहेछ यहाँनिर चाहिँ भने तर राम्रो छ ट्रेक भने धेरै नै राम्रो छ उकालो ओह्रालो गर्दै यात्रा सुरु हुन्छ सायद यो पहिरोले गर्दाले बाटो बिग्रियो होला है पहिरोको कारणले यहाँ बाटो बिग्रिया रहेछ भने अलिकति डरलाग्दो ठाउँ नै छ त्यस्तो डर पनि लाग्दैन फेरि हामी नयाँ स्टप पुगेका छौँ च्याम्की भन्ने ठाउँमा यो ट्रेनमा आधा एक घन्टाको हरेक ट्रेनमा बस्ने ठाउँ छ होटलहरू छन् लास्ट थकै भयो जामसे नै हुन्छ अब हामी लङसुङ लामटाङ भिलेज पुगिसकेका छौँ अब त्यो पारि लामटाङ भिलेज हो दादाहरू बोर्डिङ गर्दै हुनुहुन्छ अब हामी लगभग नयाँ लाङटाङ भिलेज पुग्दैछौँ हेलो नमस्ते So great. So great. Is it your first time? यस What? Koitigumpa. Yeah, we stopped there. Sorry, what? No, we didn't have time to go to a peak. We don't have time. Are you going to Langtang today or to Kenjingumpa? Kenjingumpa. Koitigumpa. Is it? Yeah. From there are two viewpoints. Yes. One is 49,000 Yeah. and other is 47. Yeah. Yeah. We have at least one if we can. Yeah, That's good. sure. I heard it's really nice. Where are you from by the way Canada. Canada Canada. okay Okay, enjoy your trip. Have a nice trip. यो छाडै बिरालो आयो कहीँ माथि कहीँ तल बाटो ट्रेकिङ खतरा छ यार यो ट्रायल यही नै गाउँ हो होइन दादा यो पुरानो गाउँ हो जहाँ लगभग
एक्चुअली त थाहा भएन 14-15वटा घरहरू होइन त जहाँ पहिरोले पुर्रिएका छन् अझै पनि कति मान्छे यही भित्र नै छन् विडम्बना हामीले यही माथि चढेर जानुपर्ने हुन्छ यो पुरानो गाउँ हो जो पहिरोले पुर्रिएको थियो त्यसपछि माथिल्लो गाउँ बन्यो कतिका फ्यामिलीहरू यही भित्र नै हुनुहुन्छ होला ओह्रालो खोला जमिसकेको रहेछ आता तर यो नपरेको कारणले ग्लोबल वार्मिङको कारणले अहिलेसम्म यहाँ हिउँ पनि परेको पनि छैन यो नै हो जो पहिरोले पुर्रिएको थियो लगभग 14-15वटा घरहरू अहिले पनि यही मुनि नै छन् न सरकारले हेऱ्यो न कसैले हेऱ्यो यहाँ अब हामी लाङटाङ भिलेज फाइनल्ली पुग्यौँ त्यो चाहिँ गुम्बा रहेछ हामी सायद गुम्बा आउँदाखेरि पस्छौँ होला न्यू लाङटाङ भिलेज हामीले ब्रेकफास्टको लागि रोकेका छौँ नास्ताको लागि भन्दा पनि भयो हेलो मिस्टर चौधरी के छ चौधरी दाइ लागिरहेको छौँ कस्तो छ कस्तो भयो त यात्रा तपाईँलाई निस्पाली भन्ने ठाउँ पुग्यौँ त हामी अहिले 3620 को एल्टिट्युडमा छौँ लगभग अहिले हामी यो ठाउँ बसिरहेको छौँ नास्ताको लागि भने हेलो मिस्टर चौधरी दाई के खाइरहेछौ उहाँ चाहिँ बिजी हुनुहुन्छ दादा चाहिँ हाम्रो त यहाँ पानी भर्दै हुनुहुन्छ मुहानको ताजा मिनरल वाटर जो काठमाडौँमा 100 रुपियाँ हालेर त्यो किनेको मिनरल वाटरको पनि काम छैन त्यहाँतिर लोत परिसक्यो यस्तो थला लागिसक्यो अझै आउँदैन नजाँदा 1 घन्टा छ धेरै छ हिँड्नु तर लाङटाङ भिलेजको अलमोस्ट 2 घन्टापछिको यात्रामा हामी यहाँ गुम्बा भन्ने ठाउँमा पुगेका छौँ जहाँ गुम्बा रहेको छ गुम्बाको साइडमा यस्तो दामी भ्यू पनि छ यसको बारेमा भनिदिनु त के अरे हजुर हजुर कोही मान्छेले घुम्छ कोही हावाले घुम्छ यो होइन यो घट्टाको जसरी नै घुम्छ घट्टा चाहिँ उल्टो घुम्छ हजुर हजुर मानी पनि यसरी यसको नाम चाहिँ मानी मानी यहाँनिर तुलिङ्गे पुल पनि छ
लास्ट गाउँ आउनुभन्दा अगाडि जस्ट अगाडि झुलुङ्गे पुल रहेछ अनि आज हामी त्यहीँ बस्छौँ होला र भोलि यो हिमाल चढ्ने निधो गरेका छौँ। यहाँ जाने भन्ने प्लान छ। लेट्स होप अलिअलि हिउँ त्यही नै छ। फाइनली हामी लास्ट गाउँ पनि पुग्यौँ। कुन गाउँ रे त यो? क्याङ्जिङ गुम्बा भन्ने ठाउँ पनि पुग्यौँ। चिज उत्पादन केन्द्र लाङटाङ क्यान्जन। यो त साँच्चीकै टाउको है। यो हाम्रो होटल हो। 1200 रुपियाँ पर हेड प्याकेज। विश्वास दामी नै हो भन्दा पनि हुन्छ। यो हाम्रो होटलबाट भ्यू हो। दाइ हजुर चाहिँ यो पेसामा लाग्नुभएको चाहिँ कति वर्ष भयो होला? म यस पेसामा लागेर त अब त तपाईँको चाहिँ 24-25 वर्ष भयो। लाङटाङ भ्यालेज जुन यो फेमस भयो नि, यो त पहिला पनि फेमसै थियो होला। जब टुरिस्टहरू आउन थालेको, जसरी मान्छे प्योर रेगुलर आउन थालेको चाहिँ कति वर्ष भयो? 30 वर्ष जति भयो होला है। हजुर त्यसमा 20-22 वर्ष त हजुरले नै होटल इन्डस्ट्री लगाउनु भयो। त्योभन्दा यहाँ यत्रो सबै होटल भएको वर्ष कति वर्ष भयो होला? यो 72 पछि सबैले होटल खोलेर बसेका है। त्योभन्दा अगाडिको जनजीवन? त्योभन्दा अगाडि जनजीवन कोही किसान पर्ने, कोही खेती किसान थियो, कोही चाहिँ यात्रौली परेर यो चिज फ्याक्ट्रीमा दुध ल्याउने पेसा त्यही थियो। पहिला त टुरिस्ट नआउँथ्यो, पेसा त्यही हो। त्यो चिज फ्याक्ट्रीले गर्दा टुरिस्ट आएको। नेपाली टुरिस्टहरू आउन थालेको कति वर्ष भयो? भूकम्पपछि नेपालीहरू पनि आउन थाले। अनि लकडाउनपछि। नत्र पहिला त नेपालीहरू पनि अब त्यस्तो घुम्ने चलनै थिएन। त्यसो भए त लगभग तपाईँले पनि चलाउन थाल्नुभएको 20-22 वर्ष भइहाल्यो है। पहिला यहीँ थियो कि उतै थियो लाङटाङमा? यहीँ सुरुवातदेखि नै यहीँ देखियो? सानो थियो, म यहाँ यो चिज फ्याक्ट्रीमा काम गर्दै यो होटल बनाएको। हजुरले धेरै मेहनत गर्नुभएको रहेछ नि त। आफ्नै घर भयो, राम्रो पनि भयो। अब हामी माथि चढ्नको लागि रेडी भइसकेका छौँ। के हरायो फेरि? अब हामी निस्किरहेको छौँ माथि चढ्नको लागि, यो खेल्नको लागि। आज लगभग 4औं दिन हो हाम्रो। के देखिया छैन होला है। वेट। हेलो गाइज, वेलकम। हामी जान लाग्यो अहिले यो हिमालमा हो, सिलगढी भन्ने ठाउँ। अनि यो चाहिँ त्रिशुली नदीको उद्गम स्थल हो। बाटो पनि यस्तै छ, न्यारो। आज हामी माथि सिलगढी भन्ने हिमालको ठाउँमा जाँदैछौँ। दामी ल्यान्डस्केप छ भने मेरो पछाडिको हिमाल चाहिँ लाङटाङ हो भने हामी चाहिँ सिलगढी भन्ने ठाउँमा जाँदैछौँ।
र आइसकेको छ। अनि कस्तो फिल भइरहेछ दाइ? अब त झन् यो त सबैभन्दा सिलिगुडीको सबैभन्दा टफ क्लाइम्बिङ यही हो। त्यसपछि हामी त्यहाँ पुग्नेछौँ। यो जो अहिले लिस्टमा देखाएको छ त्यो ठाउँमा पुग्नेछौँ भने अहिले हामी चाहिँ यो ट्रेलको सबैभन्दा अग्लो ठाउँ गइरहेछौँ। टफ हो भने हामी आएको हो त्यहाँबाट हो। लगभग हामी 3 घन्टाको उकालो चढेपछि बल्ल यो देख्न पाइएको छ। अलिअलि हो चाहिँ भने हेलो प्रदीप दाई, हाम्रो बाटोमा भेटिनु भएको दाई। के छ दाई? एकदम बढिया। अरे ब्रदर श्रीलङ्का and now recently from Australia. अस्ट्रेलिया। We are still unable to talk. Also त ठिकै छ। अब हामी त्यहाँ पुग्नु मात्र बाँकी छ। अब सब्मिटको टाइम चाहिँ थोरै छ। अब लगभग 1 घन्टामा हामी माथि पुग्छौँ होला। त्यसपछि हामी हिँड्छौँ माथि। रास्ता टाइम अलमोस्ट 4500 मिटरको माथि हामी नास्ता खाने छौँ। चिया लिएको छ भने तल छ। फाइनली वी आर इन। यहाँ पुगिसकेका छौँ। हाम्रो आजको डेस्टिनेसन हो। यहाँ हामी थोरै फोटोसुट गरेर निस्किनेछौँ। अब हामी यहाँबाट फर्किन थालिसक्यौँ। एक्लै फर्क्या? फोटो खिच्नु भएन? हामी अब मेमोरी बोकेर जानुहुन्थ्यो। फर्किँदैछौँ भने ल नरेश बेटा आई मिस यु, आई लभ यु बेटा। बेटा नरेश दाई, एकदमै मिस गरे यार। तर हुन त धोकेबाज हो तपाईँ। अरू त के भनौँ? फेरि के थाहा आज आइदिएको फेरि यहाँ माथि चढ्न दिन्थेन कि? त्यो पनि धोकेबाज हो। ए नै ठिक छ। कसलाई बचाउने भन्ने कुरा हुन्थ्यो। मैले दादालाई बचाउने कि हजुरलाई बचाउने भन्ने कुरा हुन्थ्यो। ठिक छ, यहाँ आएर पनि केही छैन। टाउको दुखी पनि आएको छु यहाँ पुग्यो। जाडो महिनाको अब चाहिँ दाइले जो भागे जस्तो ठ्याक्क त्यस्तै भयो गर्नु। आज हाम्रो अन्तिम दिन। अब यहाँबाट हामी निस्किँदैछौँ। अब ब्याक टु होम। 9:30 बजे यहाँबाट निस्केका छौँ भने लेट्स सी कति बजी पुगिन्छ आज, कहाँसम्म पुगिन्छ। हामी अब यहाँबाट निस्किरहेछौँ। सामान जति आउँदाखेरि जति थियो जाँदाखेरि पनि त्यति नै भयो भनेर फ्रस्ट्रेटेड छ। रिस उठ्छ क्या त यार। कस्तो भयो त यात्रा? यात्रा एकदमै
के भन्ने अब रमणीय रमणीय मैले शब्द दिनुपर्ने छ तपाईँलाई अविस्मरणीय देखो ना उधर तू मुझसे प्यार करती है ना करती है अनि अब हामी लाङटाङ भिलेज पुग्न थालिसकेका छौँ कति बज्यो दाइ हामी 9:30 बजे हिँड्यो 11 बज्यो बिस्तारै बसी हामी 1.5 घन्टामा पुग्यौँ लगभग बाटो पनि यस्तै हो सजिलो बाटो छ सबैभन्दा सजिलो ट्रेक हो मेरो लाइफको एन्ड लाङटाङ भिलेज पुग्यो यहाँ केही बेर हामी विश्राम गर्नेछौँ भने चिया नास्ता गर्नेछौँ त्यसपछि फेरि हामी आफ्नो गन्तव्यतिर लाग्नेछौँ रातिको 6:15 भइसकेको छ अझै पनि हामी हिँडिरहेछौँ अब लगभग बेम्बो पुग्ने ठाउँमा पुग्दैछौँ भने साह्रै नै रात परिसकेको छ गुड मर्निङ गाइज गुड मर्निङ दाई रातिको हिँडाएपछि हामी राति यहाँ बेम्बो भन्ने ठाउँमा बसेका थियौँ भने अहिले अब हामी निस्किरहेछौँ लगभग 1-2 घन्टामा हामी सेप्रेबेसी पुग्नेछौँ हामी अब हाम्रो लाङटाङ ट्रेकको अन्तिम फेजमा छौँ जहाँ हामी अब आधा घन्टामा पुग्नेछौँ भने हाम्रो अप एन्ड डाउनबाट सकिसकेको छ अब रातिलो बाटो आइसकेको छ भने अब आधा घन्टामा हामी सेप्रेबेसी पुग्छौँ मजा आयो यात्रा गरेर तर हालत खराब छ हामी माथिको तिमी जति पनि हिमालहरू देखिरहेछ त्योभन्दा पारि गएका हौँ